है। अन्त तिमीलाई साँचो प्रेम चाहिँ के लाग्छ, कस्तो हुन्छ, के थाल्नु भयो भने त? साँचो प्रेम भनेको चाहिँ के हो? आफ्नो हुनैपर्छ, आफ्नो सामु हुनैपर्छ, आफ्नो साथमा हुनैपर्छ, सबै भन्ने छैन। अगर जसले तिमीलाई साँचो प्रेम गर्छ नि, साँचो मनले चाहन्छ नि, याद राख्नु होला, तिमी टाढा भएर गयौ भने पनि तिमीलाई त्यत्तिकै याद राख्छ, र तिमी पराईको भएर गयौ भने पनि त्यति नै तिम्रो इज्जत गर्छ, त्यति नै सम्मान गर्छ, याद राख्नु। र जसले तिमी अर्कोसँग बोल्दा रिसाउँछ, अर्कोसँग जाँदा तिमीलाई काट्नु खोज्छ, त्यो प्रेम होइन। तिमी अर्कोसँग जाँदा चाहिँ तिम्रो के कुरा गरेर बदनाम गर्नु खोज्छ, त्यो साँचो प्रेम होइन, स्वार्थ हो। उसले सिर्फ आफ्नो स्वार्थको लागि मात्रै तिमीलाई चाहेको थियो। किनकि जसलाई हामी मनबाट चाहन्छौँ नि, उसलाई त हामी मनमा त चाहेको छु, आफ्नै बनाऊ र आफ्नै नजिक आँखाका अगाडि घुमिरहोस् बसिरहोस् जस्तो लाग्छ। तर पनि पराईकै भएर गयो भने पनि हामी याद त्यति नै गर्छौँ, र उसलाई दुःखमा पर्दा हामी हाँस्दैनौँ न, त्यो समय मलाई छोडेर गएको थिइस् तैँले भनेर हाँस्दैनौँ न, उसलाई हेल्प गर्छौँ, जति सक्दो सहयोग गर्ने कोसिस गर्छौँ। त्यो साँचो प्रेम हो। अर्काको पराईको भए पनि हामी उसँग भेट्दाखेरि हाँसेर बोल्छौँ, हात मिलाउँछौँ। उसको नानी साना साना भएको छ भने एकछिन बोकेर घुम्छौँ, त्यो साँचो प्रेम। प्रेममा पाउनै पर्ने, आफ्नो बनाउनु भन्ने छैन। मलाई चाहिँ यो साँचो प्रेम जस्तो लाग्छ साथी। हजुरहरूलाई के लाग्छ? प्लिज लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला। थ्याङ्क यू वाचिङ माई भिडियो।